सामाजिक क्षेत्रमा सहयोग पुर्याउँदै आएको केजी गेलाल फाउन्डेसन बालुवाटार काठमाडौँले सुनसरीको विभिन्न स्थानमा भौतिक सामग्रीहरू प्रदान गरेको छ। फाउन्डेसनका अध्यक्ष रामधुनी 4 निवासी हाल युएसए बस्दै आउनुभएका केदार गेलालको प्रत्यक्ष सहयोगमा सुनसरीको विभिन्न स्थानमा सिमेन्ट तथा फलामका बेन्चहरू प्रदान गर्नुका साथै रामधुनीका विभिन्न फुटबल क्लबहरूलाई फुटबलहरू समेत प्रदान गरिएको छ। यसरी सहयोग गर्ने क्रममा बराक क्षेत्रको चतरामा लागिरहेको कुम्भ मेलालाई सहयोग पुर्याउने उद्देश्यले चतरधाम परिसरमा 25 वटा सिमेन्टका आराम चेयरहरू प्रदान गरिएको अध्यक्ष गेलालले बताउनुभयो। चतराधाममा उपलब्ध भएका सिमेन्टेड आराम चेयरहरू कुम्भ मेला सचिवालय, कुम्भ स्तम्भ परिसर, मनोकामना देवी मन्दिर परिसर, जगतगुरु बाल सन्त आश्रम स्थल लगायतका क्षेत्रमा राखिएको छ। अध्यक्ष गेलालले यसरी सहयोग गर्ने क्रममा रामधुनी मन्दिर परिसरमा 8 वटा फलामको बेन्चहरू सहित 14 थान सिमेन्टका बेन्च, बराक क्षेत्र 8 को सिकारी थान र बिमिरा गाछीमा 6 थान सिमेन्टका बेन्चहरू गरी रामधुनी र बराक क्षेत्रका विभिन्न स्थानमा 175 वटा बेन्चहरू र 50 वटा फुटबल प्रदान गरिएको फाउन्डेसनका अध्यक्ष गेलालले जानकारी दिनुभयो। फाउन्डेसनले रामधुनीका विभिन्न 9 वटा वडाभित्र रहेका फुटबल क्लबहरूलाई उपलब्ध गराएको 50 वटा फुटबलहरू पूर्व प्रहरी संगठन रामधुनीका अध्यक्ष चित्रबहादुर कार्कीले वितरण गर्नुभएको थियो।